एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले 2083 साल वैशाख 17 गते प्रमुख कार्यकारी अधिकृत पदपूर्तिको लागि दरखास्त फारम आह्वान गरिएका छन्। साथीहरू सम्पूर्ण मेरो नमस्कार। तपाईहरुलाई पुनः स्वागत छ केडी टेक्नोलोजीमा र सधैँ जस्तै आज म पुनः तपाईहरु समक्ष विज्ञापनको छोटो प्रस्तुति लिएर उपस्थित भइसकेको छु र आजको विज्ञापन चाहिँ एनआईसी एशिया लघुवित्तको रहेका छन्। यदि हजुरले यो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला, किनभने यो च्यानलको माध्यमबाट नेपाल अधिराज्यभित्र प्रकाशित हुने कुनै पनि क्षेत्रको विज्ञापनहरू यहाँ सजिलै र समयमै प्राप्त गर्न सक्नुहुन्छ। त्यही भएर ढिलो नगरिकन सर्वप्रथम यो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला र तपाईहरुको यस्तै मायालाई चाहिँ आगामी दिनहरुमा पनि भिडियो बनाउन मलाई निकै नै उत्साहित बनाउने छन् है। अब चाहिँ हामी एनआईसी एशियाको प्रमुख विषयवस्तुहरुमाथि केन्द्रित कुरा गर्न गइरहेका छौं। यहाँ हेर्न सक्नुहुन्छ। आजको हामी यस भिडियोमा पद, संख्या, श्रेणी, आवश्यक न्यूनतम शैक्षिक योग्यता, उमेरको हद, पारिश्रमिक, काम गर्नुपर्ने स्थान, आवश्यक कागजातहरू, दरखास्त दस्तुरहरू, त्यसैगरी छनौट प्रक्रियाहरू, त्यसैगरी जस्ता अन्य मुख्य कुराहरुमाथि हामी केन्द्रित भएर कुरा गर्न गइरहेका छौं है त। सर्वप्रथम हामीले एनआईसी एशियाको बारेमा जान्नुपर्ने एकदमै आवश्यक देखिन्छ। एनआईसी एशिया नेपाल राष्ट्र बैंकको घबरको इजाजत प्राप्त संस्था हो र यसले चाहिँ थुप्रै जिल्लाहरूमा आफ्नो शाखा कार्यालयहरू सञ्चालन गर्दै आइरहेका छन् र शाखा कार्यालयहरू अन्तर्गत चाहिँ यसले आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको बेहोरा हजुरलाई अवगत नै होला। र यो विज्ञापन चाहिँ 2083 साल वैशाख 17 गते चाहिँ विज्ञापन प्रकाशित भइसकेका छन् र यदि हजुर पनि यो विज्ञापन भर्न इच्छुक हुनुहुन्छ भने विज्ञापन प्रकाशित भएको 15 दिन भित्रमा चाहिँ यो विज्ञापन हजुरले चाहिँ रीतपूर्वक चाहिँ भर्नुपर्ने हुन्छ है। र यो विज्ञापन नम्बर 15/2082-83 चाहिँ खुला मार्फत रहेका छन्। पद चाहिँ प्रमुख कार्यकारी अधिकृत र पद संख्या चाहिँ 1 जना रहेका छन् र श्रेणी चाहिँ र व्यवस्थापकीय श्रेणी अन्तर्गत छ है। र यो विज्ञापन भर्नको लागि यदि हजुर चाहिँ आफूलाई योग्य ठान्नुहुन्छ भने हजुरसँग हुनुपर्ने आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव कुराहरू चाहिँ तल उल्लेखित गरिएका छन्। एकदमै हामी चाहिँ राम्ररी अध्ययन गरौँ है त। हेर्न सक्नुहुन्छ साथीहरू, बैंकिङ तथा वित्तीय क्षेत्र, सहकारी निकाय र सङ्गठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय सङ्घ वा संस्थामा न्यूनतम 10 वर्षको कार्य अनुभव भई व्यवस्थापकीय वा सोभन्दा माथिको तहमा कम्तीमा 3 वर्षको हजुरको चाहिँ कार्य अनुभव हुनु एकदमै अनिवार्य देखिन्छ है। त्यसैगरी लघुवित्त क्षेत्रमा हजुरको यदि कार्य अनुभव छ भने हजुरलाई चाहिँ विशेष प्राथमिकता र गाह्रिता दिनेछ भन्ने कुरा चाहिँ यहाँ सूचित गरिएका छन् है साथीहरू। त्यसैगरी उमेरको हकमा हेर्न सक्नुहुन्छ। यदि हजुरको उमेर चाहिँ 35 वर्ष पुरा भई 58 वर्ष नाग्नु भएको छैन भने हजुरले चाहिँ यो दरखास्त फारम मजाले भर्न पाउनुहुन्छ। र यसको पारिश्रमिकको कुरा गर्दाखेरि संस्थाको आफै समझदारी अनुसार हुनेछ भन्ने कुरा पनि हामीले चाहिँ यहाँ उल्लेख गरिएका छन्। र हजुरले काम गर्नुपर्ने स्थान भन्नाले वित्तीय संस्थाको कर्पोरेट कार्यालय बनेपा काभ्रे पलाञ्चोकमा रहेका छन् है। हजुरले यो विज्ञापन भर्दाखेरि हजुरले सङ्कलन गर्नुपर्ने विभिन्न डकुमेन्टको कुराहरू, अनुभवको कुराहरू, यहाँ के कुराहरू हजुरले चाहिँ सङ्कलन गरी चाहिँ दरखास्त आवेदन भर्नुपर्ने हुन्छ भन्ने कुरा चाहिँ यहाँ तल उल्लेखित गरिएका छन्। हालसालै खिचेको पासपोर्ट साइजको फोटो, त्यसैगरी हजुरको नागरिकताको प्रतिलिपि, त्यसैगरी हजुरको शैक्षिक योग्यता तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपिहरू, त्यसैगरी हजुरलाई चिन्ने 2 जना व्यक्ति है, रेफरेन्स पर्सन जसलाई हजुरले चाहिँ निकै नै हजुरको नजिकको चित परिचित व्यक्ति हुनु पर्यो, उहाँको चाहिँ सम्पर्क नम्बर, इमेल ठेगाना जस्ता कुराहरू। त्यसको सँगसँगै हजुरले हालसालै बनाएको बायोडाटा, त्यसैगरी यहाँ अरू मुख्य कुराहरू पनि बनेका छन् जस्तो योग्य रहेका स्वघोषणा पत्र समेत हजुरले चाहिँ सङ्कलन गर्नुपर्ने हुन्छ है साथीहरू। र यति मुख्य कुराहरू हजुरले चाहिँ सम्पूर्ण कुराहरू विधिपूर्वक रीतपूर्वक चाहिँ दरखास्त फारममा चाहिँ समावेश गर्नुपर्ने हुन्छ। र दरखास्त दस्तुर यहाँ भनेका छन्। एनआईसी एशियाको खाता नम्बर यहाँ दिएका छन् 0074154497 और 901031 मा हजुरले चाहिँ रु 5 रुपैयाँ दरखास्त फारम चाहिँ भर्नुपर्ने हुन्छ। र यो दरखास्त फारम हजुरले चाहिँ के भनेका छन् भने उक्त भाउचर वा पेमेन्ट स्लिप चाहिँ आवेदन सहित हजुरले चाहिँ सङ्कलन गरी चाहिँ पठाउनु पर्ने हुन्छ है साथीहरू।
र छनौट प्रक्रियामा यहाँ हेर्न सक्नुहुन्छ यसको चाहिँ सर्ट लिस्ट गरिन्छ। संस्थाले चाहिँ सर्ट लिस्ट गरिसके पश्चात हजुरलाई मात्र चाहिँ नेक्स्ट प्रस्तुतिहरूको लागि नेक्स्ट प्रोसेसको लागि हजुरलाई चाहिँ सम्पर्क गरिनेछ भन्ने कुरा चाहिँ हामीलाई चाहिँ यो निवेदन मार्फत दरखास्त हामीलाई चाहिँ जानकारी गराइएका छन् है। आवेदन दिनको लागि यस विषयको संस्थाको इमेल आइडी यहाँ हेरेका छन् career@nicsrlagubitта.com हजुरले चाहिँ सम्पर्क गरी यहाँ चाहिँ थप कुराहरू जानकारी यहाँबाट प्राप्त गर्न सक्नुहुन्छ। अहिलेसम्म हजुरले यो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोला, किनभने यो च्यानलको माध्यमबाट हजुरले यस्तै खालका विज्ञापनहरू समयमै र सजिलै प्राप्त गर्न सक्नुहुन्छ। हस्त साथीहरू, धन्यवाद।